अब यस्तो स्टेजमा आइपुग्यो कि सबैको एटिट्युड म प्रति बदलियो। ट्यापे, एडिक्ट, पैसा माग्ने, कुनै पनि रिह्याब सेन्टरले सुधार्नु नसक्ने मान्छे अब के, अब कसरी? मेडिकलले भन्छ यो एउटा बिमार हो, यो समाजले भन्छ तँ धरतीको बोझ हो, तर खासमा एक्चुअलमा चाहिँ यो एउटा स्पिरिचुअल वार हो, आत्मिक लडाइँ हो। त्यही भएर त एभ्री रिह्याब सेन्टरले फिजिकललाई भन्दाखेरि स्पिरिचुअल स्ट्यान्ड पोइन्टलाई चाहिँ उनीहरूले फोकस गर्छ। लाइक द 12 स्टेप्स अफ रिह्याब सेन्टर। म सक्दिनँ आफै, तर मेरो ईश्वरको मद्दतले म यो कुरालाई ओभरकम गर्छु भन्ने कुरा। यो ईश्वर को हो जसले तपाईँको स्ट्रगलबाट निकाल्दाखेरि न त पैसा माग्छ, न त कुनै पशुको खुन, न त दान दक्षिणा, न त कुनै पनि कुरा चाहन्छन्, त बस तपाईँको भरोसा, तपाईँको विश्वास। नो म्याटर हाउ पथेटिक यु आर, नो म्याटर हाउ अनवर्दी यु आर, तपाईँलाई समाजले जे भने पनि यु आर लभड बाई भेरी लभिङ गड एन्ड द नेम इज जिजस क्राइस्ट। यो तपाईँको लडाइँ हो। एकपल्ट प्रभु येशू ख्रीष्टलाई भरोसा गर्नुहोस्, किनभने उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। चुज लाइफ, चुज जिजस।